र 12 ओभरको खेल पश्चात त्रिवेणी 6 विकेटको क्षतिमा 74 रन गर्न जोड्न सफल भएको छ। 12 ओभरको खेल पश्चात त्रिवेणी 74 प्लस 6 र क्रिजमा छन् द ओपनर सुमित भण्डारी, निकै बेरको शान्तलाई एक रनको मिठो टक्कर जितेका छन्। त्रिवेणीलाई फेरि पनि सुमित भण्डारीले र डटका साथ ओभर समाप्त गरेका छन् र यहाँनिर मात्र 1 रन दिएका थिए बलर मोहन केसीले। त्रिवेणी 6 विकेटको क्षतिमा 75 रन र 13 ओभरको खेल सकिएको छ र फेरि पनि 14 ओभरको स्पेलमा पहिलो बल फेस गर्नेछन् सुमित भण्डारीले। यहाँनिर एउटा सुटबुटको खेल देख्न सकिन्छ। टिमको लागि एउटा बलियो टोटल बुन्ने क्रममा छन् सुमित भण्डारी भने यहाँनिर खोट कम देखिएको छ। छत्तीसगढीको 6 विकेट लिइसकेको छ। र मदन खत्री आफ्नो तेस्रो ओभरको स्पेल लिएर आइसकेका छन्। उनले पनि टिमको लागि 1 विकेट लिइसकेका छन्। तेस्रो ओभर र यहाँनिर फिल्डरको गतिलाई बलको गतिलाई ब्याटको गतिले र ब्याट सुमित भण्डारी चलाइदिएका थिए 4 रनका लागि। तीर जसरी जीरो लेभल हो यो फुल लेभल हो हम सबले गेम गाडी जीरो लेभल कोर्स गर्छ उच्चतम बललाई उच्चतम सम्मान उच्चतम पारीले गरिरहेका छन् सुमित भण्डारीले। मलाई पिसीले म त त्यो अन्तिम मैले पिसी मिलनतिर पनि नजाऊ अब घटी जाऊ भनेको लाग्यो नै त्यो बखाउनु लाग्यो अस्ति वाइड बल यहाँ अहिले सुटिङ गरेछ भाउजीले मलाई गाली गरिदिन्छ। 3 डेलिभरीमा पहिलो बल 4 रनका लागि, दोस्रो बल 1 रनका लागि, तेस्रो बल वाइड जो उनको तेस्रो लेभल डेलिभरी हुनेछ। फेस खोलिदिएका थिए डटमा परिणत 67 runs for the 5 wickets. बड़ी भैया से 80 runs
Well ball. सुमित Well defend. Well standing again tall. सुर्खेत जाने खेलाडी त होइन नि खतरा त्यो डाउनलोड गर्नुपर्छ डाउनलोड गर्नुपर्ने छ Oh. भुइँमा ठोक्क्याएको छु Dot ball. It's an over. चौध ओभरको खेलको साथ 6 विकेटको क्षतिमा 80 रन टोटल पुगिसकेको छ भन्ने क्रममा छ। सम्भवतः उठ्न आएका सुमित भण्डारी त्यही सुटबुटमा छन् भने छत्रसरी पहिलो स्थितिमा देखिन्छ बलियो स्थितिमा। हजुर आउँछ आउँछ त्यही आउँछ पाउनु पहिले ह्यान्ड गरौ यार आफूलाई देखाऊ यार र मात्र एक रन खर्चिएका थिए आफ्नो पहिलो प्रिभियस ओभरमा। मोहन केसी फेरि बल लिएर आइसकेका छन् र क्रिजमा हुनेछन् यो पटक रञ्जित केसी। र यहाँनिर म्याचअप चाहिँ केसी भर्सेस केसीको देख्नेछौँ। मोहन केसी भर्सेस रञ्जित केसी, केसी भर्सेस केसी। होगे उताबाट ट्याकको निकाल्दिउँ न त मलाई भिडियो चाहिएको छ कि यहीँबाट वाइड बल यहाँनिर अवश्य पनि बल जित्यो ब्याट जित्यो भन्दा पनि केसीले जित्नेछ किनभने केसीलाई बलिङ गर्दैछन्। डट बल एकअर्कालाई सम्मान गरिरहेका छन्। दुवैजना मध्येमा को चाहिँ अगाडि खुल्छ कसको चाहिँ पल्ला हार्दी देखिनेछ यो खेलमा यो बल र ब्याटको क्ल्यासमा। ए गइसक्यो कि जाने तयारीमा भयो म क्रिकेटले बिजी छु वान मोर डट त्यो हाम्रो टोल विकास पक्कै पनि यहाँनिर जुन सेन्सिबल क्रिकेट जुन चाहिँ एउटा राम्रो साझेदारीको चाहिँ माग थियो सम्भवतः त्यसका लागि योद्धाहरू खडिएका छन्। माथिबाटै जान्छौ कि तलबाट के गर्छौ वान मोर डट नम्बर छ कि छैन नै म उता खबर गर्छु तिमीलाई नम्बर दिन्छु दाइले यस्तो भन्नुभएको छ अनि कति बेलाखेर पनि तपाईँहरू त्यो तल खाली खोला आएर फोन गर्नु लगातार ह्याट्रिक सफल भइसकेका थिए र यो चौथो डट बल मोहन केसी। त्यही भन्नु म कल गर्छु यहाँलाई राम्रो बस्नु पर्यो नि फेरि पनि ब्याट्सम्यानलाई बिट गराइदिएका छन् मोहन केसीले। यो उनको अन्तिम डेलिभरी हुनेछ भने यहाँनिर छन् रञ्जित केसी। मेरो पालो भनेर उनले पनि जवाब दिइसकेको देख्न सक्छौँ हामी। 4-5 बल संयम भएर बसेका थिए अर्का केसीले सम्मान दिएका थिए तर म पनि केसी यो मेरो चौका भनेर प्रदर्शन दिलाइदिएका छन् र केही राहत हुनेछ त्रिवेणीलाई। र यसका साथसाथै 15 ओभरको खेल पश्चात त्रिवेणी 6 विकेटको क्षतिमा 85 रनको विस्फल भएको छ। नम्बर म सरस्वतीलाई दिन्छु आज आउने कुरा छ हजुरहरू चाहिँ उसलाई भन्नु परेन हजुरले उसलाई एउटा सदस्य बदललाई ल्याएर आउने। 15 ओभरको खेल सकिसकेको छ। अब हाम्रो म हजुरको नम्बर उसलाई दिन्छु
पहिलो इनिङको 5 ओभर बाँकी छ र यहाँनिर तपाईँ पनि अलिकति समय लिएको छ स्ट्राटेजीहरू बदलिन सक्छन् केही तलमाथि हुन सक्छ हामी त्यो पोजिटिभ चेन्जेसको अस्ति 12 हजुर आयो 25 सुपर आयो निगाले त्यो आज आउन लाग्छ के दिनहरु म हजुरको नम्बर दिएर हजुरले त्यो गराएको छु म क्रिकेटमा बिजी भएँ त्यही भएर त हो फेरि त ढिला भयो मदन खत्री उहाँको चाहिँ यो अन्तिम ओभरको स्पेल हुनेछ 1650 किलो एक दिन 28,000 आयो एक दिन 25,000 आयो त्यहाँदेखि एक दुई महिना पछि दिन्छ नि त एक दुई महिना मैले फेरि लोप लाउँछ नि त त्यसले देख्यो पुग्यो बस्न छैन पुग्यो घट्योलासम्म पुग्यो भिडियो गराउने छ 3 ओभरमा आफ्नो टिमको लागि 1 विकेट दिन सफल उनले मात्र अहिलेसम्म 3.1 ओभरको स्कोरमा 19 रन खर्चेका छन् मदन खत्री भने सुमित भण्डारी स्ट्यान्डिङ टल एन्ड इज ओन्ली वन अल अहिले रञ्जित केसीले फेस गरे डट बल बाटोमा सिद्धि पनि अहिले बोल्न छ होला हाम्रो गाडी कहाँ छ सायद त्यही त अरे आगर उहाँ खैर भाइ वडा सदस्यको टोन हुन्छ तल नै बड्ड तल जाऊ जेउले गाडी one more dot यता भित्र बुवा नमस्ते कहाँ हुनुहुन्छ बुवा हेलो हजुर अनि हाम्रो त्यो प्राविधिकहरू आज आउँदैछन् हैन बुवा well defended back good shot मैले फोन गरेको छु कन्फिडेन्ट छन् उनी उनले योभन्दा अगाडिको ओभरमा केसी बन्धुलाई 5 बल सम्मान गरेर लास्ट बलमा धैर्यतापूर्वक टिमका लागि खेलिरहेका छन् सम्पर्क गरेर हजुर पानी खाउँ नि उनीहरु यहाँ पानी खाउँ गर्छ हेर्दै तल गएर इस्टिमेट गर्छ अनि सुरु गरौँला बुवा भन्दिन न 20-22,000 है but the bills are off right now हाम्रो टिमको लागि बन्धुले 2 विकेट लिन सफल भइसके प्राइभेटले सम्पर्क गर्छ न सम्पर्क गरेर सँगै भएर 18-19,000 भन्नु कति बेला आउने सल्लाह गर्नु होला है म आउनु नभ्याउने भएको बुवा र यसका साथसाथै टिम त्रिवेणीको 7औं विकेटको पतन भएको छ 86 विकेट रन चाहिँ टोटल बोर्डमा छ हो केसी दाइ र फेरि पनि सुमित भण्डारी has to stay there and has to say a very good हजुर end to the innings गराउन 19,000 of रञ्जित केसी र क्रिजमा एउटा नयाँ साझेदारीका लागि फेरि पनि कति भयो डबल क्यापले कति भन्यो कहाँ त यार 4,000 10,000 मा जाला डबल क्याप त के कुरा गर्नुहुन्छ त सुन्दर रेउले 15 मा त यार म घर भात सेल हाल्नु पर्छ यता उता गर्दा त्यही त हो नि त हजुर त्यो त हो त यार खनाएको छ यार मिलाएर दिनु न त A very good call from Sumit Bhandari र आउनु बित्तिकै एउटा राम्रो रन बिट्विन द विकेट्स देख्न सक्छौं र यसका साथसाथै 16 ओभरको खेल पश्चात त्रिवेणी 7 विकेटको क्षतिमा 87 रन जोड्न सफल भएको छ ओके ओके ल ल ल आइपुग्यो यही आइगयो नि कता हो त त्यो भिडियो हाल्दियो है मलाई पठाइदियो नि त कति बेला ट्याक्क सिडी गरेर ट्याक्क बनाएर हाल्दियो त्यसलाई मैले उसमा हाल्नु पर्ला त कता हो त भाइ खोल्नु खोल्नु छैन लाइभ भइरहेको ए यहाँ निराजन श्रेष्ठ बलिङ एन्डमा देखिसक्नु भएको छ यहाँनिर उहाँ चाहिँ छत्रश्रेष्ठीको विशेष हतियार भनेर पनि चिन्नुहुन्छ यो स्किलमा यो बलको स्किलमा उहाँले आउटस्विङ इनस्विङ दुवै गर्ने जानकारी हामीलाई छ गोप्य स्रोतबाट र प्रत्यक्ष पनि हामीले देखिरहेका हुन्छौँ
अनि कति दुई भाइ फोनमा यहाँनिर छन् सुन्दर यो पनि गर्नुपर्छ क्या जता र सामाजिक सञ्जाल प्रचार 40% गएछ तपाईँको प्रदर्शन गर्नुपर्छ अहिले भनि स्तरमा मैले हेरेँ मैले त्यस्तै मेरो बनाइदिएको र यहाँनिर बलरको गतिले बिट हुने ब्याट्सम्यान बिट भए विकेट किपर बिट भए फिल्डर बिट भए त्यो त सही हो त होइन मैले पनि त्यही भनिदिएको अच्छा म गएँ भात कतिजनालाई पायो दाइ सुन्नु न भाइ म यति खतरा मान्छे हाम्रो दाइले हाल्नेलाई म आइदिन्छु होइन दाइ सुन्नु न दाइले फुल्या दाइ दाइ यार यो त जापानमा खेलाडी हो राम्रो खेल्छ नि जापानमा हरिआएन ढाक्नुपर्छ फेरि साँच्चै भन्नु मगाल्नु चौका Four runs from the bat. The catches, whatever it was. 4 more runs to Triveni. कति कुरा आयो 100 कुरा नि हैन र 95 रनको स्थितिमा आइपुगेको छ आइसकेको छ अझ बलिउड टोटलको आशा गरिनेछ भने यहाँनिर छत्रेश्वरीले चाँडै नै समेट्ने कोसिस गर्नेछ 20 ओभर भाइ अरे 20 ओभर होला 19 बल बाँकी 19 बल लास्ट बल One more dot and end of the over. यसका साथसाथै 17 ओभरको खेल पश्चात 7 विकेटको क्षतिमा 95 रन जोड्न सफल भएको छ। अब खेलको पहिलो इनिङको 3 ओभर शेष छ। 3 ओभर छक्कै छक्का आउट हो जे हुन्छ शारदा मेयर्स T20 कप 2082 को दोस्रो संस्करणको उद्घाटन समारोह हिजो भएको थियो वैशाख 6 गते र पहिलो म्याच टिम शारदा वर्सेस टिम सिद्धकुमार थियो र पहिलो दिनमा केही कहानीहरू केही लोभ लाग्दा केही आश्चर्यजनक क्याचहरू फिल्डहरू विकेटहरू हामीले देखेका थियौं र त्यसैमा देखेका थियौं सिद्धकुमारका विक्रम रोकाको पहिलो अर्धशतकीय पारी र यहाँनिर त्यही पारीको सुरुवातमा दोस्रो म्याचमा आउँदै गर्दा सुमित भण्डारी खडिएका छन्। सञ्जीव रसाइली तेस्रो ओभरको स्पेल लिएर आइसकेका छन् उनले मात्र 10 रन मैले भन्दा नि हजुरले भने गऱ्यो त टाइम त कस्तो छ टाइम well dot ball not only dot ball dotted struck onto 1 run राम्रो डिफेन्स शट थियो र a very quick clever run between the wickets great going Triveni एउटा दुईटालाई सबै रोजगार दिन सक्यो कामले दुईटा दिन सक्यो रोहित शर्मा अलमन्डी त्यहाँनिर केही कलहरू भएका देख्न सक्छौँ सम्भवतः पोल्टामा चाहिँ छत्रेश्वरीले डटमा यसलाई लिनेछ White ball 97 युवराज भाइ किन शारदाको छैन आउनु गर्ने हो नि के गर्नु चौका
Great. Oh my god. 3 नम्बर पाए अब हानेपछि जता हान्न पनि पाइयो आउट हुँदैन आउट 99 रन आउट बाइक More importantly, it was a free hit, and the free hit बेसी पनि आउट पाए was obviously the massive hit. आइपिएल को जस्तै बजाउँछ त त्यसले 7 गोलसम्म अब सक्यो अब यो बल्ल सक्यो 100 पुग्यो हैन अब 7 विकेटको क्षतिमा 103 रनको योग बनाउन सफल भएको छ। नै यो खेल्ने Some runs are flowing. नेपाललाई चिनाइरहेको वाइड बल Wide ball. यता आउनु पर्ने यार एम्पायर त यार यो तेस्रो स्पेल लिएर आएका थिए सग्रेव बसाइली। पहिलो 2 ओभरमा मात्र 10 रन खर्ची टिमको लागि 1 विकेट लिएका थिए। Some kind of pressures. A great over, but very fantastic extraordinary shot from Sumit Bhandari. यो के है सनी खेल के कच्चो हुँदैन म हेर्छु त हेर छक्का र चौका आने मात्र हेर्यो देख पानी जुन हल्ला गरे आउँछ त्यो हेर नाचे चाहिँ नाच्दिने हो दाइ हाँसे चाहिँ हाँस दिने हो यो ठिक रहेछ नि त्यो चौका फेरि चौका र यहाँनिर अन्तिम डेलिभरी पनि फेस गर्नेछन् सञ्जीव रसाइलीको सुमित भण्डारी उहाँको स्टोरी हिसाब हाम्रो भात राम्रो लाग्यो त्यसलाई अहिले मैले रेड बुल पनि दिन्छु लेखिदिन्छु खाना के भयो आउट भएन अम्पायरले इसारा दिएको छ इसारा देखाएन त यसका साथसाथै केवल 2 ओभरको खेल शेष रहेको छ। 18 ओभरको खेल पश्चात त्रिवेणी 7 विकेटको क्षतिमा 112 रन जोडिएको छ। 1.5 लाख भाइ तिम्रो यो सुमित भण्डारी 1.5 लाख त्यहाँ पुग्छ हैन दाइ 2.5 हो 2.5 लाखको 1 लाख त घटाइनु पर्ने छु त यार 1 लाख घटाइन भन्ने हुन्छ यार डट बल र यहाँनिर क्रिजमा छ सुन्दर रेउले र यहाँनिर 8औं विकेटको साझेदारी पनि बुझ्ने क्रममा छ बनिसकेको छ। 15 ओभरमा 26 रनको साझेदारी बनाएको छ। हाम्रो भाइ अझै बन्दै जानेछ अथवा खत्रेश्वरले कमब्याक गर्छ। डट बल बच्चा हेर्ने मान्छेले एउटा बिचमा के हुन्छ नि मलाई त तिरवेलले बोलिङ गर्ने मात्र हैन के बोलिङ गर्छ भक्कर त हाम्रो अर्को खेलाडी आयो आउट भयो र निकै राम्रो प्रयास थियो तर बाउन्ड्री भन्दा भित्र के भयो त आउट भयो निकै राम्रो क्याच लिएका थिए मदन खत्रीले र यहाँनिर 8औं विकेटको पतन भएको छ भने फेरि पनि सुमित भण्डारीले यहाँनिर आफ्नो अर्को एकतर्फ टिमलाई स्वागत गर्नेछन्। सुमित भण्डारीले कति हान्यो 47 हान्छ सक्यो जोशीराम हजुर
यो छकान दिएन कि छकाने कि असलमा टाइम लाग्छ होला म त बाहिर छु हजुर हजुर के को लागि भन्नु त ए म बाहिर छु हजुर बाहिर चाहिँ पछि हुन्छ है दिउँसो आउँछ होला म त 1-2 बजे रन आउट र यहाँनिर विजय समूहमा सम्बन्ध ज्योतिराज यहाँनिर रन आउट हुन पुगेका छन् तर क्रिजमा अझै छन् क्लोज क्याम्प छैन यार भिडियो बनाइरहेको छ 3 बलमा 8 रन पर्छ भन्नु सुन्नु 3 बलमा त 18 रन हान्नु पर्यो नि भन्नु न यो 19 ओभरको अन्तिम 3 बल 8 रन हान्नु चाहिँ कसरी लास्ट ओभर खेलाएर 19 मिनेट 3 को फुल लाग्यो त्यहाँ गर्नु गरेको र यहाँनिर क्रिजमा आएका छन् अस्ति के भयो गाडी र सुनिल भण्डारीले 4 रन का साथ आफ्नो हाफ सेन्चुरी र बहुमूल्य 4 रन दिनका लागि 51 रन of 52 balls with a strike rate of 98.1 with 8 fours उनले आफ्नो टिमको लागि आफ्नो चौका हानेका छन् अटिएका छन् उभिएका छन् ओपनर आएका थिए ओपनर मान्छे अहिलेसम्म टिक्यो यसका साथसाथै कडा यारमा यसलाई त मुझे रेड बुल खुवाउनु र अन्तिम ओभरको अर्ध शतक हाने हैन मोहन के काम गरे जस्तो मान्दैन यार त्यो दिनखाले यार र 19 ओभरको खेल पश्चात 9 विकेटको क्षतिमा 116 रन दुई हानी सुतियो अनि हेरेर काम गर्यो भएको छ भन्ने क्रममा छ यो अन्तिम ओभर हो राहुल अंकलले के पहिलो डेलिभरी फाल्नेछन् मोहन केसीले खेल गर्नेछ युवराज केसी कसेर भयो केसी तर यहाँनिर निकै कन्फ्युज मास्टर हैन मोहन केसीलाई युवराज केसीले 1 रनका लागि मिठो आवाज आउने गरी स्ट्रक गरिदिएका थिए तर वेल क्यारिड वेल फिल्डेड सेभिङ सम 4 रन फ्रम 3 रन सुमित भण्डारीले हात फुटाएका थिए र यहाँनिर सुमित भण्डारीले 2 रनमा सफल भएका छन् सरी यो जोडीले यो साझेदारीले गुड रनिङ बिट्विन द विकेट्स बहुमूल्य 3 रन यो लास्ट विकेट हो इट वाज लाइक रिस्क रन बट anyhow they completed they did it चार बल बाकी छ बल भने भौँदाले हान्ने नि वाइट डट बल दर्जन नम्बर पाउँछ डर भने 0 रन सुमित भण्डारी ओपनर आएका थिए ड्रोन उडाउने एकचोटि म पकड्छु म पकड्छु दादालाई फोन गरेर उठेन हाम्रो एकजना अंकल मलाई ड्रोन उडाउनला है प्रणाली बल फेस गरेछ बसेर उडाउनु हेर्नु छ कसरी उड्ने रहेछ यसमा फोन चार्ज हुँदो रहेछ
सर म त्यसको दिए सर अब यसपछि आउँछ कति कराए उनीहरू कोर्डिनेसन And the ball is and with her dot ball. यसका साथसाथै 3 ओभरको खेलको साथ टिम सदस्यले 2 विकेटको क्षतिमा 9 रन सफल भएको छ। हेलो नमस्कार नमस्कार कहाँ जाने के हजुर सलेम हेरौँ कि यहाँदेखि आउन यहाँ छ राम्रो टिभी यस्तो हेर हजुर हात त्यस्तै छ सुन्नु न यसको लागि यो जो मलाई सहयोग गर्ने हुन्छ नि यसको लागि कसले हेर्ने राष्ट्रको बोर्डले हेर्ने यो प्लस 2 को शिक्षा विकासबाटै हुन्छ होइन ए ल ल हुन्छ म तपाईँलाई साथ दिन्छु है कतिसम्मको साइड 11 पर्ने हुँदैन एसी पछि ग्यास मेला राम्रो त्यसलाई अनि पक्राउनु बताइदिनुहुन्छ मेरो मतलब मेरो बनाएर बाह्रको त एसीकोमा त कति ग्याप छ कति फरक भइहाल्छ धेरै फरक साधारणतिर चाहिँ मान्छे नेपालीहरू टोटल्ली भ्याउँछ यो नेपालको जर्सी लागेको छ त सुन्दिनु छत्रे सरी ए उसलाई के भयो बोलिङ वाला टिम छत्रे सरी तिमीले सगर उखर्छ छेत्रे छोरी छेत्रे छोरी गरे इलेभेनको एकजना भाइ युवक भाइलाई हेरेको 11 पर्नेलाई पाउँछ हाड बोला लखा यहाँ त लगाउँछौँ खुट्टामा नलागे धेरै दुईजना पेटमा आइसक्यो एउटा गाडी छ त गाडी पनि छैन होला नि लोडा कति चिताउला बैट भाँचिको क्या उयो त्यो हेर्न ब्याटको हातमा ब्याट कस्तो ब्याट नामै भाँचियो लक्खा छप चौका सुदीप दाइ हुनुहुन्छ क्या त्यहाँ के त्यहाँ ब्याट्सम्यान त्यस्तै छ क्या क्याप त बिलाउनु भएको छ त प्रिन्स दाइ जस्तै हुनुहुन्छ प्रिन्स दाइ नै सुदीप दाइ बिचारो बच्चा होइन दलमा चाहिँ सिधै सिधै क्याप लगायो क्या
4 ओभरको खेल पश्चात खत्रेसरी 2 विकेटको क्षतिमा 14 रन जोड्नु भएको छ। यहाँदेखि जानु पर्यो भने कसरी जाने पछाडि आउने हाने हुन्छ कालोले बोल्नै सक्दैन एउटा यहाँ ठाउँ पुग्छ प्रमुख प्रशासनिक अधिकारी साधा नगरपालिका आदरणीय व्यक्तित्व ओम प्रकाश देवकोटाज्यू र उहाँलाई चाहिँ आसन ग्रहण गरेर र त्यसै गरी शिक्षा तथा खेलकुद विभाग प्रमुख शाखा प्रमुख भएका थिए तर किपरले आफूलाई बिट गराउन दिएनन्। राम्रो किपिङ भन्नुपर्छ मोहन केसी द्वारा कप्तान पनि हुन् र यसका साथसाथै 5 ओभरको खेल पश्चात खत्रेसरी 3 विकेटको क्षतिमा 16 रन खेल भएको छ। यहाँनिर जितका लागि 90 बलमा 104 रन हाल्नु सकिन्छ 15 बलमा 15-16 ओभर 15 ओभर पानी खानु पानी पिनुहुन्छ
सीधा बोल्ड यहाँनिर छपचोरीका खेलाडी दिपेश राणा इन्जर्ड भएका कारणले गर्दाखेरि रिटायर्ड हल पनि गएको छ। हामी चाहिँ उहाँलाई अलिकति छिटो उहाँलाई सुस्वास्थ्यको कामना गर्दछौँ। उहाँको हातमा चाहिँ अलिकति सोही लागेको छ र उहाँले सम्भवतः टिमको लागि फेरि पनि फर्केर आउनु पनि सक्नुहुन्छ। रिकभरी इज अर्लियर भने पिचमा आएका छन् एलिस बुढाथोकी सरी विरोध बुढाथोकी विमल कुमार पुन विकेट किफायती ओभर गरिसकेका छन्। उनले 2 ओभरमा मात्रै 11 रन खर्चेका थिए, सरी 9 रन खर्चेका थिए। बाबाको नाम के हो? स्वागत सेम नाम स्वागत सौगात A quick, clever run between the wickets. Some more runs from his start. Opportunity, but what you will be happy on it. A wide and a single. Rayo batting foul मिलेको केही 4 डेलिभरी बाँकी छन्। 5 ओभर 5.2 ओभरको 2 बलको खेल भएको छ अहिले यसा स्थितिमा। त्यहाँ गयो यार सुनिन्छ White ball. एम्पायर हातमा के हो समाचार? ओभर बल बन्छ विनोद बुढाथोकीले र यसका साथसाथै उनले आफ्नो व्यक्तिगत खाता स्कोर खोलिसकेका छन्। Zero point 2 second में चली। हाम्रो नर्स खतरा हुन्छ त देखिएको थिएन उता कतै लाग्यो मेडिकल बिचमा दुईटा बस्छ नि त्यो दिएछ अब मेडिकल मोडल 200 को दिएछ गभर्नमेन्ट मोडल ओ यहाँ गर्छ को सर एमएम को 10 नम्बर दिएको सुमन वाला सुमन छ छैन न का छैन नि भाइ यारको सुजको प्याड सीएसके एउटा भाइ मैले सीएसके को प्याड किन्नु पर्यो कति होला 8 रुपैयाँ त्यसमा तर घर जाइँगा कति पर्यो जस्तो कति पर्यो है सीएसके का फ्यान होला सीएसके का प्याड कुनै हो वीआईपीआर कोले जित्यो 12-13 हजार सीएसके जो ना कम बैक टू ना वो आधा हो सीएस के बस आधा हो एमएम को फिर आरसीबी को मैच चल सीएस आरसीबी ला रही है विकेट डॉट बॉल ये गोल है
NPR मा त रिभ्यू हुन्न भने यहाँ बता हिजो रिभ्यू दिएको थियो कि रिभ्यू एम्पायर हिजो रिभ्यू पहिलो पावर दोस्रो इनिङको ब्याटमा लाग्यो भने त्यहाँबाट 80 बल सिलेक्ट इन बर्ड तल लेखेको छ अब डिलिट बटन जोड्न सफल भएको छ डिलिट बटन अब सकिसकेमा आउँछु अब सकिसकेमा आइहाल्छु 10 मिनेट जनाले त पर स्कुटी गर्नु त राम्रो भइरहेछ आफ्नो दोस्रो इनिङको अन्तिम स्पेल चौथो ओभर लिएर आइसकेका छन् The strike with the celebration is out of nowhere with the sound. Some amusement and scoring score for Triveni lost for Montessori. निकै राम्रो लयमा र केही आशा थपेर We have to return to the pavilion and the new batter from Montessori. The hitman Sanjay Kumar is in the crease. Josima to sign number 7. What's going on? यत्रै मोटर त हुन्छ ब्याट्री ठुलो हुन्छ क्या मोटर सानो हुन्छ ब्याट्री खेल्नु कहाँ लगाउनु जाँदा ओके ठिकै थियो ड्रोनको ब्याट्री नै सिक्यो आसन कतै ठोक्काउनु भएन ड्रोन धोनीले बनाउनु भन्ने यार हामीले कोही गरी यस्तो भिड लाग्यो अंकल तपाईको ड्रोनलाई कति पर्यो मोबाइल ड्रोन हुन्छ मोबाइल राख्ने ड्रोन हुन्छ म ठुलो खालको हुन्छ म तँलाई पनि यति ठुलो हुन्छ कि यो गेटले पनि जान्छ कस्तो खतरा क्यामेरा छ यति लामो क्यामेरा छ हजुरको फेसबुकवाला म चलाउँछु के ड्रोन मैले पनि त चलाउँछु आफ्नो मामाको बिहामा ठुलो ड्रोन मैले पनि त आइफोन राख्ने मैले पनि त मैले स्यामसङ ग्यालेक्सी राखेर कति S25
साच्ची One more time. Salute to the ball, salute to the batsman, salute to the collector. And the dot ball. 16 भन्दा राम्रो छ S24 5 या 4 S21 अल्ट्रा किन्नुपर्छ नि S21 के भन्छ न S21 अल्ट्रा आइफोन भन्दा यति खतरा Samsung Galaxy S24 Samsung को आइफोन को क्यामेरा खतम छ Samsung निकै चिफाइ थिए 3 विकेट पनि लिइसकेका छन् मात्र 5 रन खर्चिएका छन् र उनको यो अन्तिम डेलिभरी छ चौथो ओभरको के यो 4 विकेटमा पुग्छ के यो रन चाहिँ 5 बाट 11 पुग्छ खतरा गरेर ब्याटिङ गरिन्छ लक हुन्छ त त्यही बस डट र यसका साथसाथै मेन ओभर खाली दिए आफ्नो अन्तिम ओभर र मेन ओभर एन्ड विकेट यसरी निर्विक चुक गर्नु र यसका साथसाथै 7 ओभरको खेल पश्चात टिम खत्रेतोरी 4 विकेटको क्षतिमा 20 रन जोड्न सफल भएको छ निकै राम्रो प्रदर्शन गरेका छन् केसी सुरज केसीले उनले आफ्नो निर्धारित 4 ओभरको स्पेलमा केवल 5 रन खर्चेर टिमको लागि बहुमूल्य 3 विकेट लिन सफल छन् त्रिवेणी गाफाका प्लेयर सुरज केसी र यहाँनिर बलिङमा आइसकेका छन् जोखिराम केसी White ball. Elis dai! Ori राम्रोसित खेल्नु ट्यारिफ सिकाउनुहुन्छ कोच यो यस्तो 10 पनि छ र यहाँनिर फिल्डरले चिताको गति देखाएका छन् 1 रनमा सीमित भएको छ या त उनको चिताको थियो गति नत्र बलको थियो त्यसै माथि हाम्रो स्कुलको ओडिया थाहा छैन One ball from Gujarat Kesi. Sanjay Hamal. This is the big time, but for this very good abstracting outcome, पक्कै पनि टिमको लागि एउटा राम्रो साझेदारी फिल्ड अफ गर्न आवश्यक छ भने निकै समयमित भएर चाहिँ निकै पूर्वक बोलिङ गरिएका छन् वाइड एक्स्ट्रा दिएका छैनन् त्रिवेणीले र यहाँनिर बल 3 जना फिल्डरलाई बिट गराइदिएको छ जसकारण 2 रन पछाडि लौदैन त्यो भाडा हो सिधै अगाडि
बाइक बाइक होगा जो ना वो कॉपी है मैं मलाई खोल्नु चाहिँ मेरा जी अन्त साथी क्या छ भाइ धेरै राम्रो सिफाइको भनेको छ र साथसाथै 8 ओभरको खेल पश्चात टिम छत्रेश्वरी 4 विकेटको क्षतिमा 36 रन बनाउन सफल भएको छ भने जितका लागि 72 बलमा 84 रनको पारीका लागि संघर्ष योद्धा बन्नेछ छत्रेश्वरी भने त्रिवेदीको अहिलेसम्म कुनै पनि खोट र देखाइ प्रदर्शन गरिरहेका छन् यथास्थितिमा कंपनी दिन तो साथने हेरे के कंपनी का छ कि चाहिए अरे किन न कंपनी साध्य भनेको 6-7 जना यतै कंपनी हजुर 7 ल्याउनु 7 वटा हजुर भन्नु अझै ल्याइदिन्छु हिजो बाजुले मासु बनाउने हैन र यहाँनिर 9 ओभरको स्पेल लिएर आइसकेका छन् त्रिवेदीका सोमराज केसी र स्ट्राइकमा छन् सञ्जय हमाल छत्रेश्वरीबाट छत्रेश्वरीका खाना बना दो क्यों छैन ओ दामी वेल फील्ड वाइड हिल्डर एक रनका लागि जितेका थिए सञ्जय हमालले खाता पनि खेलिसकेका छन् डट बल यहाँनिर एउटा राम्रो बलियो साझेदारी बन्न आवश्यक बन्ने क्रममा प्रक्रियामा छ भने सोमराजले आफ्नो टिमको लागि योगदान गर्न चाहनेछन् वाइड बल A lot of super historians are in building in the second session. आज हामी टाटा मेयर्स युएफसी कप 2081 पहिलो संस्करण र यो दोस्रो संस्करणको खेल वर्ष 2082 मा आइसक्दा यहाँनिर अनेक कहानीहरू सम्झिन योग्य छन्
र यहाँनिर आज टाटा मेल T20 कप 2022 को दोस्रो दिनको पहिलो खेल छत्रेश्वरी भर्सेस त्रिवेणी। छत्रेश्वरीले टस जितेर ब्याटिङमा निम्ति आएको थियो त्रिवेणीलाई र त्रिवेणीले निर्धारित 120 बल मध्ये 117 बलमा समेटिँदै 119 को योगफल बनाएको थियो भने अहिले टिम छत्रेश्वरी तेजमा छ र यसका साथसाथै 9 ओभरको खेल पश्चात छत्रेश्वरी द रन चेसर 4 विकेटको क्षतिमा 43 रनको योगफल बनाएको छ पहिलो इनिङमा। यस पहिलो इनिङमा चाहिँ सुमित भण्डारी ओभर आएका थिए त्रिवेणीका र उनले पारीलाई एउटा साइडबाट फर्स्ट डाउनलाई विदाई गरे, वेलकम गरे, सेकेन्ड डाउनलाई विदाई गरे, वेलकम गरे, विदाई गरे। यो प्रक्रिया गर्दै गर्दाखेरि उनी सिंगल म्यान ह्यान्डेडली इनिङको अन्तिमसम्म उभिएका थिए र अर्धशतकीय पारी आजको पहिलो अर्धशतकीय पारी। The spring time is going on, on. राम्रो उत्कृष्ट फिल्डिङको नमुनाहरू हामी देख्न सक्छौँ टिम त्रिवेणीबाट। ब्याट्सम्यानले हिट गरिदिएका छन् तर बलरले पनि हिट गरिदिएका छन्। समस्त जति पनि राम्रा स्ट्रोकहरू थिए उनीहरू चाहिँ डटमा परिणत भएका छन् र पक्कै पनि ब्याटबाट स्ट्रोक गर्दै गर्दा लेभल अफ कन्फिडेन्स उच्च नै रहन्छ र निकै धैर्य पनि देखिन्छ। एउटा राम्रो साझेदारी बन्ने प्रक्रियामा देखिन्छ। डबल डिजिट प्लसको साझेदारी बनिसकेको छ। सञ्जय र एलिस दुई छत्रेश्वरीका खेलाडीका बीच बल्लेबाजका बीच फेरि पनि निकै तारिफ योग्य उच्च फिल्डिङ भन्न पर्न सक्थ्यो तर It's a no ball. यहाँनिर नो बल एलिस कुरा पुग्ने त्यो फ्री हिट हो बल डेलिभरी फेस गरिन्छ भने सुन्दर रेउले ए हो निस्क्यो मा आयो म यही छु के 10 मिनेट राम्रो कमब्याक नाइस बल फ्रम सुन्दर रेउले है गयो तिम्रो मा अब जितका लागि 44 बलमा 54 रन को आवश्यकता छ छत्रेश्वरीलाई भने यहाँनिर 5 विकेटको साझेदारी निकै बलियो बन्ने क्रममै देखिन्छ
को साझेदारी गरेको छ यो जोडीले। निकै राम्रो उत्कृष्ट शट देख्न सकिन्छ। यहाँ एलिस बुढाथोकीले त्यो हिटमा मिस भएका थिए, तर यहाँ कुनै पनि मिस भएका छैनन्। राम्रो शट र यसका साथसाथै 13 ओभरको खेल पश्चात टिम छत्रेश्वरी 4 विकेटको क्षतिमा 37 रन र यहाँनिर जितका लागि 42 बलमा 50 रनको आवश्यकता देखिन्छ छत्रेश्वरीलाई। बलिङ एन्डमा आइसकेका छन् सोमराज केसी। आफ्नो पहिलो ओभरमा मात्र 7 रन खर्चिएका थिए र फेस गर्नेछन् एलिस बुढाथोकीलाई। रनको साझेदारी जुन अति आवश्यक थियो, पर्खाल बनेर उभिएको थियो टिम छत्रेश्वरीका लागि, त्यसलाई तोडिदिएका छन् र आफ्नो टिमलाई 5औं विकेटको सफलता। यसका साथै द ब्याट्सम्यान ह्याज डिपार्ट र आउने छन् बारिश सम्हाल्नलाई जितका लागि। यो गर्दा म त बिहान पहिला मै हुन्थ्यो आउने एउटा त्यहाँ फाल्दैन है। पिकनिकको हुँदैछ, पिकनिकको र ब्याटिङमा आइसकेका छन् टिम छत्रेश्वरीबाट सञ्जीव प्रसाईले। राम्रो बल, निकै उच्च दर्जेनी बल थियो। यहाँनिर चाहिँ राम्रो डाइभ भन्नुपर्छ, सेफ डाइभ, एकदम सोचेर बुझेर बललाई नै कन्ट्याक्ट गर्छु, बललाई नै रोक्छु भनेर चाहिँ एउटा निर्देशित डाइभ देख्न सकिन्छ। केही बहुमूल्य रन बचाएका छन्। एक्स्ट्रा रन्स, वाइड एन्ड सिङ्गल। पक्कै पनि यो विषय एउटा चिन्तनको विषय हुनेछ। चिन्ताभन्दा पनि चिन्तन गरिरहेका छन् दुवै आफ्नो सुटबुटले। दुवै बच्चे यहाँनिर बलियो साबित भएका छन्। यहाँनिर पल्ला कसको भारी भनेर छुट्याउन सकिएको छैन। एक टु एक म्याच भन्नुपर्छ यहाँ।
यहाँनिर स्ट्रोक गरिदिएका थिए, पुल गरिदिएका थिए। हामीले केही पुल सटहरूका नमुना देखेका थियौँ। त्यसमा पावर थियो, आउटफिल्ड अलिकति लाल भएको कारणले गर्दाखेरि त्यहाँनिर सजिलै फिल्डरले क्यारी गरिदिए र खत्रेश्वरीलाई 1 रन थप सफलता मिलेको छ, थप टेको मिलेको छ। फेरि लफ्टे सट खेल्न कोसिस गरिरहेका थिए सन्जय हमाल र यसका साथसाथै 14 ओभरको खेल पश्चात टिम छत्रेश्वरी 5 विकेटको क्षतिमा 74 रन गर्न सफल भएको छ। जितका लागि 46 रन 36 बलमा। सुन्दर 2 ओभरको स्पेल थालिसकेका थिए र जम्मा 15 रन खर्चिएका थिए र ती सुन्दर फेरि सुन्दर बल गर्नलाई उपस्थित भइसकेका छन् त्रिवेणीबाट। र यहाँनिर सम्भवतः मौका बन्न सक्थ्यो तर results in favor of Khatreshwari. Nice squat, nice square caught. खेलिदिएका थिए 4 रनका लागि। अब आज प्राथमिक T20 कप 2082 को दोस्रो दिनको पहिलो खेलमा रन चेस इनिङ सुरु भइरहेको छ। यस पछाडि फेरि पावर प्याक कम्प्याक्ट म्याच हेर्नेछौँ बनघाट र बागडोरबीच र यतिकैमा यहाँनिर राम्रो 4 को प्रदर्शन हामीले यहाँ देखिसकेका छौँ। एलिस बुढाथोकीले 4 रनका लागि खेलिदिएका छन्। उनी स्ट्राइक रेट 166.7 ले चाहिँ आफ्नो टिमका लागि अगाडि बढिरहेका छन्। सरी सन्जीव, सरी भने सुरुमा त मैले नाम वाचन गर्न सरी भने र उहाँको पारी अझै हेर्न मन थियो। खत्रेश्वरलाई आशा थियो, बलियो खम्बा थिए। आई ह्याभ टु डिपार्ट। भएन कि र यहाँनिर टिम छत्रेश्वरीको 6औं विकेटको पतन र रन चेस पारीलाई सवालमा आइसकेका छन् निराजन श्रेष्ठ
र उनले परिचय ब्याटबाट दिएका छन् टिमको लागि बहुमूल्य 1 रन र यसका साथसाथै खाता पनि खोल्न सफल भए भने यहाँनिर त्रिवेणीको उच्च दर्जाको फिल्डिङको नमुना देख्न सक्छौं। यहाँनिर कम्पिटिसन नेक टु नेक बुझ्न सक्छौं किनभने जितका लागि छत्रेश्वरीलाई 32 बलमा 36 रनको आवश्यकता छ। भने त्रिवेणीलाई 4 वटा ती आश्चर्यचकित विकेट प्राप्ति बलको खाँचो देखिन्छ। 35 runs, 31 balls. The target chase, the run chase is on. Wide delivery. Too much fun. मैं पछि किडवे राख्दिन्छु है उताले त किडनीमा आउँछ ब्याट राख्दिन्छु है Dot ball. Fielding was from Sumit Bhandari, one man, that is stand tall and 1-all. आज निकै राम्रो पारी दोस्रो दिनको पहिलो खेल पहिलो इनिङमा चाहिँ आफ्नो त्रिवेणीको लागि 119 रनको योगफल जोड्ने क्रममा अर्धशतकीय पारी खेलिसकेका थिए। वान म्यान आर्मी भएर उभिदिएका थिए। हाफ अफ टिम्स टोटल एकले नै हानिदिएका थिए भने यहाँनिर फेरि पनि हामी जितको सम्मिश्रणमा हेर्नेछौँ। 28 बलमा 32 रन टिम छत्रेश्वरीलाई जित्नका लागि आवश्यक छ भने 4 विकेटको खोजीमा रहनेछ।
88 runs with the 6 wickets. वाइड बल जितका लागि 25 बलमा 29 रन। यो समीकरणलाई पनि खेलाडीहरूले बुझ्ने छन्, मनन गर्ने छन् र मुख्यतः आत्मविश्वासका साथ चिन्तन पनि गर्नेछन्। असम्भव केही पनि छैन, दुवै पक्ष बराबरी नेक टु नेक चलिरहेका छन्। वान मोर डट र यसका साथसाथै जितका लागि अब भने 29 रन 24 बलमा। 16 ओभरको खेल पश्चात खत्रेश्वरी 6 विकेटको क्षतिमा 91 रन जोड्न सफल भएको छ। Scored 91 runs for 6 wickets, fall of 6 wickets. र यहाँनिर सुन्दर रेउले आफ्नो चौथो ओभरको स्पेल लिएर आउनेछन्, आइसकेका छन्। Single run. Four more runs in the round phase. अब यहाँनिर समीकरण कुछ यस प्रकारको बनेको छ। 22 बलमा 24 रन भने त्रिवेणी अवश्य पनि एउटा ब्रेक थ्रुको खोजीमा रहनेछ। But the story is not finished yet. The run chase, the twist, a kind of twist. र यहाँनिर समीकरणमा धेरै बदलाव छ। अघि त्रिवेणीलाई चाहिएको थियो जितका लागि 4 विकेट भने अब त्रिवेणी 3 विकेटको खोजीमा हुनेछ भने खत्रेश्वरीले अब 21 बलमा 24 रनको पारी जितका लागि खेल्ने अटुट छ।
Dot ball. Dot ball. Wicket, called by Mohan KC. र यहाँनिर समीकरणमा अझै नै धेरै बदलाव देखिँदैछ। अब यहाँनिर जितका लागि 18 बलमा 24 रनको आवश्यकता टिम छत्रेश्वरीलाई भने 4 विकेटबाट 3 विकेट 3 विकेटबाट 2 विकेटको खोजीमा रहनेछ त्रिवेणी। 8औं विकेटको पतन भएको छ र यहाँनिर क्रिजमा क्याप्टेन निराजन बुढाथोकी यो पारीलाई लिन आइसकेका छन्। Samai KC comes into bowl 18th over. Single run. विशेष हतियार भनेर पनि चिन्नुहुन्छ। यो स्किलमा यो बलको स्किलमा उहाँले आउटस्विङ इनस्विङ दुवै गर्ने जानकारी हामीलाई छ गोप्य स्वरूपबाट र प्रत्यक्ष पनि हामीले देखिरहेका हुन्छौँ भने यहाँनिर छन् सुन्दर न्युली। डट बलबाट सुरुवात गरेका छन्। आफ्नो तेस्रो ओभरको स्पेल मात्र 13 रन खर्चिएका छन्। निकै राम्रो प्रदर्शन गर्नुपर्छ। र यहाँनिर बलरको गतिले बिट हुने ब्याट्सम्यान बिट भए, विकेट किपर बिट भए, फिल्डर बिट भए। Dot ball.
Yani Hao. 4 runs from the bat. The touches, whatever it was. 4 more runs to Triveni. र 95 रनको स्थितिमा आइपुगेको छ, आइसकेको छ। अझ बलियो टोटलको आशा गरिनेछ भने यहाँनिर छत्रेश्वरीले चाँडै नै समेट्न कोसिस गर्नेछ। One more dot and end of the over. इसका साथसाथै 17 ओभरको खेल पश्चात 7 विकेटको क्षतिमा 95 रन जोड्न सफल भएको छ। अब खेलको पहिलो इनिङको 3 ओभर शेष छ। शारदा मेयर्स न्यू एथी ट्रफी कप 2082 को दोस्रो संस्करणमा दोस्रो संस्करणको उद्घाटन समारोह हिजो भएको थियो वैशाख 6 गते र पहिलो म्याच टिम शारदा वर्सेस टिम सिद्धकुमार थिए र पहिलो दिनमा केही कहानीहरू, केही लोभ लाग्दा, केही आश्चर्यजनक क्याचहरू, फिल्डहरू, विकेटहरू हामीले देखेका थियौँ र त्यसैमा देखेका थियौँ सिद्धकुमारका विक्रम रोकाको पहिलो अर्धशतकीय पारी र यहाँनिर त्यही पारीको सुटबोटमा दोस्रो म्याचमा आउँदै गर्दा सुमित भण्डारी खडिएका छन्। सञ्जीव रसाइली तेस्रो ओभरको स्पेल लिएर आइसकेका छन्, उनले मात्र 10 रन। Well, dot ball, not only dot ball, dotted but struck onto 1 run. राम्रो डिफेन्स शट थियो र अझै क्विक क्लेभर रन बिट्विन द विकेट्स। ग्रेट गोइङ त्रिवेणी। त्यहाँनिर केही कलहरू भएका देख्न सक्छौँ। सम्भवतः पोल्टामा चाहिँ छत्रेश्वरीले डटमा यसलाई लिनेछ। वाइड बल 97 for 7. More importantly, it was a free hit. As a free hit was obviously the massive hit. Right now, some relief. र यसका साथसाथै त्रिवेणी 100 रनको योगफल पार गर्न सफल भएको छ। 17.3 मा 7 विकेटको क्षतिमा 103 रनको योग बनाउन सफल भएको छ। Some runs are flowing. Wide ball. यो तेस्रो स्पेल लिएर आएका थिए सञ्जीव रसाइली। पहिलो 2 ओभरमा मात्र 10 रन खर्ची टिमको लागि 1 विकेट लिएका थिए। Some kind of pressure. Of 8 overs, but very fantastic, extraordinary shot from Sumit Bhandari.
यहाँनिर फेरि पनि 4 रनका लागि खेलिदिएका छन् सुमित भण्डारी र यहाँनिर अन्तिम डेलिभरी पनि फेस गर्नेछन् सञ्जीव रसाइलीको सुमित भण्डारी what a story to be is it let's play with win or Khatrasari will come back with a starter. It's over something what umpire ले इशारा दिनुहुँदैछ ओके हजुर सी यू यसका साथसाथै केवल 2 ओभरको खेल शेष रहेको छ 18 ओभरको खेल पश्चात त्रिवेणी 7 विकेटको क्षतिमा 112 रन जोड्न सफल भएको छ र जसमा सुमित भण्डारी आफ्नो टिमको लागि व्यक्तिगत 47 रनको योग जोड्न सफल भइसकेका छन् उनी ओपनर आएका थिए र त्रिवेणीको लागि टिमको लागि उनी अहिलेसम्म डटेर उभिएका छन् What a pressure holding innings from सुमित भण्डारी र बलिङमा आएका छन् आज बलले नछोड्ने र बललाई नछोड्ने सञ्जय हमार 19 ओभरको पहिलो डेलिभरी डट बल र यहाँनिर क्रिजमा छन् सुन्दर रेउले र यहाँनिर 8औं विकेटको साझेदारी पनि बुझ्ने क्रममा छ बनिसकेको छ 15 ओभरमा 26 रनको साझेदारी बनाएको छ अझै बन्दै जानेछ अथवा खत्रसुरले कमब्याक गर्नेछ डट बल र यहाँनिर र निकै राम्रो प्रयास थियो तर बाउन्ड्री भन्दा भित्र निकै राम्रो क्याच लिएका थिए मदन खत्रीले र यहाँनिर 8औं विकेटको पतन भएको छ भने फेरि पनि सुमित भण्डारीले यहाँनिर आफ्नो अर्को एकजना टिमलाई साथ गर्नेछन् स्ट्राइकमा र स्ट्राइकमा रहनेछन् जोशीराम केसी डट बल र यहाँनिर हिट अफ द मुभमेन्टमा सम्बन्ध जोशीराम यहाँनिर रनआउट हुनुभएका छन् तर क्रिजमा अझै छन्
र यहाँनिर यो 19 ओभरको अन्तिम डेलिभरी गर्नेछन् सञ्जय हमालले र फेस गरेछन् सुमित भण्डारी। र यहाँनिर क्रिजमा आएका छन् सोमराज केसी र सुमित भण्डारीले 4 रनका साथ आफ्नो हाफ सेन्चुरी र बहुमूल्य 4 रन त्रिवेणीका लागि 51 runs of 52 balls with a strike rate of 98.1 with 8 fours। उनले आफ्नो टिमको लागि 8 चौका हानेका छन्, अडिएका छन्, उभिएका छन्, ओपनर आएका थिए। र यसका साथसाथै अन्तिम ओभरको खेल हुनेछ पहिलो इनिङको। र अन्तिम ओभरको स्पेल लिएर आउनेछन् मोहन केसी। र 19 ओभरको खेल पश्चात 9 विकेटको क्षतिमा 116 रन बन्न सफल भएको छ भन्ने क्रममा छ। यो अन्तिम ओभर हो। पहिलो डेलिभरी फाल्नेछन् मोहन केसीले, फेस गर्नेछन् सोमराज केसी भर्सेस केसी। तर यहाँनिर निकै कन्फिडेन्ट शट मोहन केसीलाई सोमराज केसीले 1 रनका लागि मिठो आवाज आउने गरी स्ट्रोक गरिदिएका थिए। तर वेल क्यारिड, वेल फिल्डेड, सेभिङ सम 4 runs, सम 3 runs। र यहाँनिर सुमित भण्डारीले हात खोलिदिएका थिए र यहाँनिर सुमित भण्डारीले 2 रन दिन सफल भएका छन्। सरी, यो जोडीले, यो साझेदारीले गुड रनिङ बिट्विन द विकेट, सम बहुमूल्य 3 रन। यो लास्ट विकेट हो। इट वाज लाइक रिस्क रन, बट anyhow they completed, they did it। Dot ball। सुमित भण्डारी ओपनर आएका थिए। तर ओपनर नट आउट अथवा त्यो नट आउट भन्दा पनि सर्वोच्च पारी खेलेर गइसकेका छन्। उनले एउटा अर्धशतक र बहुमूल्य 53 रन जोड्न सफल भएका थिए। बट एज टु डिपार्ट। र यसका साथसाथै पहिलो इनिङको समाप्ति 19.4 ओभरमा भएको छ र त्रिवेणी 10 विकेटको क्षतिमा 119 रन जोड्न सफल भयो। द टार्गेट 120 फर छत्रेश्वरी इन 120 balls and the run chase after the break। र हाम्रो ब्रेक चाहिँ 10-15 मिनट हुनु छ।